हेलो गाइज वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ धेरै पछि मिनी ब्लग बनाउँदैछु मैले चाहिँ। अनि यो चाहिँ शङ्करबेलीको ताल हो। अनि शङ्करबेलीको तालको यो चाहिँ फुल अनि वरिपरिको ब्याकग्राउन्ड हो। हामी चाहिँ आज घुम्न गएको थियौँ। सो मैले चाहिँ भोइस कभर किन गरेँ भने धेरै डिस्टर्ब आइरहेको थियो अनि मान्छेको भिडहरूको कारणले, त्यही भएर मैले भोइस कभर गरेको। अनि यहाँ चाहिँ केटाकेटीहरूलाई कस्तो लाग्यो त यहाँ घुम्न भनेको, म चाहिँ यहाँको मोमो हो। अनि यो ठाउँ चाहिँ मोमो पकाउने भाँडा हो, अब पाक्नु लागिरहेछु भन्दै नानीले चाहिँ भनिरहेछ। धेरै गर्मी थियो नि त, त्यही भएर यस्तो भनिरहेछ नानीले चाहिँ। सो अब हेरौँ यहाँको दृश्य। अनि कस्तो राम्रो छ है फुल फुलेको। अनि हामीले चाहिँ भिडियोमा मात्रै देखिरहेको थियौँ, अब यहीँ नजिकै हो हाम्रोदेखि चाहिँ, तर पनि हामी चाहिँ आउन सकेको थिएनौँ। अनि यहाँ आएर पुरै गर्दैछौँ। अनि यस्तो गर्मीमा पसिना खलखल भइरहेछ, मान्छेको भिड त्यस्तै। अनि भिडियो गरिरहेको छौँ। अब बाहिरको अब आवाजहरू आउँछ नि त, अनि धेरै डिस्टर्ब भइरहेको थियो नि, त्यही भएर म चाहिँ भोइस ओभर गरेर तपाईँहरूलाई देखाइरहेको छु साथी। अनि यहाँ हेर्नु कस्तो दामी फुलेको छ फुल, हेर्नु त साथीहरू। अनि यो फुलमा हेर्नु कति धेरै मान्छे भिड छ। बा यो मान्छेहरू त्यो फुलदेखि लड्यो भने भनेर मैले कुरा गरेको थिएँ नि। यो फुल हेर्नु न, फुल कस्तो दामी छ। यो फुल सँगसँगै यहाँको मान्छेहरू झन् कति राम्रा राम्रा छन्। सबैले फोटो टिकटक बनाइरहेको, फोटो खिचिरहेछ, कसैले भिडियो बनाइरहेछ, टिकटक बनिरहेछ, कसैको फोटो सुट भइरहेछ। पुरै कति मजा रमाइलो भइरहेछ क्या यहाँ चाहिँ। अनि मैले चाहिँ यो फुल चाहिँ जुम गरेर देखाइदिएको, कस्तो राम्रो छ। यति नै आजलाई।